यो नयाँ विश्लेषणमा स्वागत छ। आज हामी इन्टरनेटको एउटा यस्तो कुनाको चिरफार गर्दैछौँ नि जसलाई हामी सायद दिनमै सयौं पटक हेर्छौं तर कहिल्यै ध्यान दिएर पढ्दैनौं। हरेक दिन अरबौं पटक एउटा सानो बाकस स्क्रिनमा आउँछ र हामी सुई सुई आफ्ना विवरण भर्छौं। साँच्चै भन्ने हो भने यो हाम्रो दैनिक डिजिटल जीवनको सुरुवाती बिन्दु नै हो। आजको यस व्याख्यामा सामान्य जस्तो लाग्ने साइन इन पेजको बनावट र त्यसको पछाडि लुकेको विशाल प्रविधिलाई अलि गहिराईमै बुझ्ने प्रयास गर्नेछौं। ल यो डिजिटल चेकपोइन्टलाई अलि मसिनो गरी हेरौँ है त। सुरुमा एउटा रोचक प्रश्नबाट अघि बढौं। आखिर इन्टरनेटको मुख्य ढोका वास्तवमा देखिन्छ कस्तो त? दिनौं गरिने एउटा पट्यार लाग्दो कामलाई अलि फरक कोणबाट हेर्ने हो भने नि यो प्रश्न एकदमै रमाइलो बन्छ। पासवर्ड राख्ने एउटा साधारण बक्स मात्र नसोचौं यसलाई। यो त सिङ्गो डिजिटल संसारकै प्रवेशद्वार हो। यो एउटा यस्तो गजबको वास्तुकला हो जसले सुरक्षा, पहिचान र अनुमतिलाई ठ्याक्कै एकै ठाउँमा जोड्छ। मानौ यो एउटा झ्याल हो जहाँबाट हामी आफ्नो सम्पूर्ण अनलाइन जीवनमा पाइला टेक्छौं। अब यो स्पष्ट र एकदमै परिचित निर्देशनलाई हेरौँ। आफ्नो गुगल खाता प्रयोग गर्नुहोस्। यो एउटा वाक्य सुन्दा जति सामान्य लाग्छ नि त्यति नै शक्तिशाली पनि छ। एकातिर यो निर्देशन अत्यन्तै सरल छ तर अर्कोतिर यसले गुगल जस्तो प्लेटफर्मको विशालतालाई मज्जाले झल्काउँछ। सोचौं त एउटा मात्र खाताबाट इमेल, क्यालेन्डर, फोटो अनि अरू हजारौं सेवाको ढोका एकै पटक खुल्छ। यो बाहिरी सरलता र यसको पछाडिको प्राविधिक जटिलता बीचको जुन तालमेल छ नि त्यही नै यो पेजको सबैभन्दा सुन्दर पक्ष हो। खण्ड 1 प्राथमिक प्रवेशद्वार अर्थात् मुख्य कार्यको विश्लेषण। कुनै पनि डिजिटल प्रणालीको पहिलो काम भनेको प्रयोगकर्तालाई चिन्नु हो, होइन त? र यसले कति गजबले देखाउँछ भने यो सम्पूर्ण प्रक्रिया कति छिटो र छरितो छ। यहाँ जम्मा 2वटा मात्र चरण छन्। पहिलो आफ्नो इमेल वा फोन नम्बर राख्ने अनि दोस्रो अर्को वन नेक्स्ट बटन थिच्ने। पेजको सबैभन्दा माथि रहेको यो मुख्य फ्लोले कसैलाई पनि अलमलमा पर्न दिँदैन। ध्यान भङ्ग गर्ने कुनै विज्ञापन छैन, अनावश्यक जानकारी पनि छैन, मात्र 2 कदम र डिजिटल संसारको यात्रा सुरु। यो भनेको न्यूनतम डिजाइनको एकदमै उत्कृष्ट नमुना हो। अब यो मुख्य लगइन प्रक्रियालाई यी 2वटा वैकल्पिक बाटाहरूसँग तुलना गरेर हेरौँ। एकातिर इमेल बिर्सनुभयो भन्ने विकल्प छ भने अर्कोतिर खाता सिर्जना गर्नुहोस् भन्ने विकल्प छ। यी साना लिङ्कहरूले नि विश्वव्यापी सुरक्षा जालको काम गरिरहेका हुन्छन्। मान्छेको दिमाग हो, कहिलेकाहीँ कुराहरू बिर्सिन्छ। त्यस्तो डिजिटल स्मरण शक्ति गुमेको बेला पहिलो विकल्पले ठूलो उद्धार गर्छ। अनि जो व्यक्ति पहिलो पटक यो संसारमा आउँदैछन् उनीहरूका लागि दोस्रो विकल्पले नयाँ बाटो खोलिदिन्छ। अक्षर साना भए पनि यिनीहरूको भूमिका चाहिँ निकै महत्त्वपूर्ण छ नि। खण्ड 2 अन्तर्निहित सुरक्षा उपायहरू अथवा भनौँ साझा स्थानहरूमा नाभिगेट गर्दै। अब यो सन्देशको बारेमा साँच्चै गजबको कुरा के छ भने नि यसले भौतिक संसारका जोखिमहरूलाई पहिल्यै अनुमान गरेर स्वीकार गरेको छ। तपाईको कम्प्युटर होइन, साइन इन गर्न प्राइभेट ब्राउजिङ विन्डो प्रयोग गर्नुहोस्। यो भनाइले साइबर क्याफे वा पुस्तकालय जस्ता साझा ठाउँमा हुन सक्ने सम्भावित डाटा चोरीको खतरालाई सम्बोधन गर्छ। यसले हामीलाई आफ्नो सुरक्षाको बारेमा आफै सचेत हुन झकझकाउँछ, जुन एउटा जिम्मेवार प्रविधि कम्पनीको निकै राम्रो कदम हो। सुरक्षाकै कुरा गर्दा यहाँ अतिथि मोड अर्थात् गेस्ट मोडको प्रयोगको बारेमा थप जान्नुहोस् भन्ने एउटा महत्त्वपूर्ण जानकारी पनि राखिएको हुन्छ। यो अतिथि मोडले कुनै पनि निशान नछाडी सुरक्षित रूपमा ब्राउज गर्ने सुविधा दिन्छ। लगइन गर्ने जो कोहीका लागि पनि यो सानो जानकारीले परिस्थितिको बारेमा ठूलो जागरुकता थप्छ। अरूको डिभाइस प्रयोग गर्दा आफ्नो डेटा कसरी सुरक्षित राख्ने भन्ने ज्ञान यो एउटा सानो लिङ्कले दिइरहेको हुन्छ। खण्ड 3 विश्वव्यापी भाषिक पदछाप र पहुँचको व्यापकता। अब हाम्रो यो विश्लेषणको दायरालाई अलिकति फराकिलो बनाऊ है। यहाँ सबैभन्दा अचम्मको कुरा यो अङ्क 74 हो। यो कुनै सामान्य अङ्क मात्र होइन, यो त त्यहाँ उपलब्ध विभिन्न भाषाहरूको सङ्ख्या हो। यसले यो प्लेटफर्मको विश्वव्यापी पहुँच कति विशाल छ भनेर छर्लङ्ग पार्छ। एउटै साइन इन पेजले विश्वका 74 फरक भाषाहरूलाई समर्थन गर्नुको अर्थ के हो भने प्रविधिले भौगोलिक र भाषिक पर्खालहरूलाई कसरी भत्काइरहेको छ भन्ने यो एउटा जिउँदो उदाहरण हो। यहाँ देखाइएको भाषाहरूको विविधतालाई एकछिन ध्यान दिएर हेरौँ त। अफ्रिकी महादेशको अफ्रिकान्स र इजिजोलुदेखि लिएर युरोपको युस्कारा अनि एसियाको हाम्रो आफ्नै नेपाली र परम्परागत चिनिए लिपिसम्म यहाँ समावेश छन्। यसले के प्रश्न पार्छ भने
यो पेजलाई पृथ्वीका लगभग हरेक डिजिटल नागरिक अटाउन सक्ने गरी एकदमै सूक्ष्म रूपमा डिजाइन गरिएको छ। यो शब्दहरूको सामान्य अनुवाद मात्रै पक्कै होइन, यो त सम्पूर्ण विश्वलाई एउटै डिजिटल छानामुनि ल्याउने एउटा गजबको प्रयास हो। खण्ड 4 आधारभूत कानूनी शर्तहरू अर्थात् यसको कानूनी संरचना। हामीले प्रवेशद्वार सुरक्षा र भाषाको त कुरा गर्यौं, तर यी सबै कुराहरू हावामा मात्रै पक्कै अडिएका छैनन् नि। पेजको सबैभन्दा पुछारमा, जहाँ सायद हामी विरलै ध्यान दिन्छौं, यी तीनवटा साना लिङ्कहरू हुन्छन्: मद्दत, गोपनीयता र शर्तहरू। हेर्दा अत्यन्तै सामान्य देखिए पनि वास्तवमा यिनै लिङ्कहरूले इन्टरनेट प्रयोगको एकदमै बलियो र बाध्यकारी कानूनी संरचना खडा गर्छन्। गोपनीयताले हाम्रो डाटा कसरी प्रयोग हुन्छ भनेर बताउँछ, अनि शर्तहरूले हामी र सेवा प्रदायक बीचको सम्झौता देखाउँछ। यी तीन साना शब्दले विश्वभरका अर्बौं प्रयोगकर्ताको डिजिटल अधिकार र दायित्वलाई मज्जाले बाँधेर राखेका हुन्छन्। आजको यस व्याख्याको अन्त्यमा एउटा गम्भीर प्रश्नमा विचार गरौँ। अर्को वा नेक्स्ट लेखिएको त्यो सानो नीलो बटनको पछाडि साँच्चै कति धेरै कानूनी र विश्वव्यापी पूर्वाधार लुकेको होला? सोचौं त, एकातिर 76वटा भाषाहरूको समर्थन, अर्कोतिर कडा सुरक्षा प्रणाली, अनि फेरि ती विशाल कानूनी शर्तहरू। यी सबै कुराहरू त्यही एउटै बटन थिच्दा सक्रिय हुन्छन्। यो साधारण देखिने डिजिटल ढोकाको जटिलता र यसले बोकेको भार साँच्चै नै चकित पार्ने खालकै छ। पक्कै पनि अर्को पटक साइन इन गर्दा यो पेजलाई हेर्ने हाम्रो दृष्टिकोण अलिकति भए पनि फरक हुनेछ। यस विश्लेषणमा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।